नमस्कार। के नेपालमा विकास, समृद्धि र सुशासनको बाधक संसदबाट चुनिने प्रधानमन्त्री हो? अर्थात् कुशासन, अव्यवस्था, भ्रष्टाचार लगायतका समस्याको ओखती प्रत्यक्ष निर्वाचित कार्यकारी नै हो त? अहिले रासोपाले चितवन महाधिवेशनबाट यो बहस फेरि बिउते आएको छ। पहिलो र दोस्रो संविधान सभामा दलहरूबीच सबैभन्दा चर्को र लामो समय बहस भएको विषय पनि यही थियो। संविधान सभामा माओवादी प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको पक्षमा उभियो। कांग्रेसले संसदबाट चुनिने प्रधानमन्त्री कार्यकारी हुने कुरालाई आफ्नो अडान बनायो। त्यतिबेला नेकपा एमाले चाहिँ बीचको बाटो अर्थात् प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र संसदबाट चुनिने आलंकारिक राष्ट्रपतिको मध्यमार्गी अडानमा थियो। अन्ततः सबै मिलेर सुधारिएको संसदीय व्यवस्था ल्याए। तर यी दुईमा फरक के छ त? पहिलो तर्क हेरौं। अहिलेको प्रणाली अनुसार संसदबाट निर्वाचित प्रधानमन्त्री संसदको जोड घटाउ र दलहरूको आन्तरिक बार्गेनिङमा टिक्छन्, जहाँ सरकार अस्तित्व हुने जोखिम रहन्छ। अर्को तर्क, प्रत्यक्ष निर्वाचित कार्यकारी चाहे राष्ट्रपति होस् वा प्रधानमन्त्री सिधै जनताको मतबाट 5 वर्षका लागि चुनिन्छन्। उनलाई संसदले सजिलै हल्लाउन सक्दैन, जसले शक्तिको चरम केन्द्रीकरण पनि गराउन सक्छ। त्यसो भए विरोध किन भयो त? कांग्रेसको डर थियो एउटै व्यक्तिको हातमा असीमित शक्ति पुग्दा देशमा फेरि वैधानिक तानाशाही वा निरङ्कुशता जन्मिन सक्छ। नेपाल जस्तो बहुजातीय र बहुभाषिक देशमा प्रत्यक्ष निर्वाचनले विजेताले सबै पाउने विनर टेक अल नीति लागू गर्छ, जसले अल्पसंख्यक र साना दलको आवाज दबाउन सक्छ। अन्ततः दलहरू यही कुरामा सहमत भए। यति बेला जोड्नै पर्ने अर्को विषय पनि रासोपाले के उठाएको छ भने सांसद मन्त्री बन्न नपाउने, विषयगत विज्ञ मन्त्री हुने कुरा। प्रत्यक्ष निर्वाचित कार्यकारी बनाउने र उक्त पदमा रहेको व्यक्तिले विज्ञ भन्दै आफूले चाहेको व्यक्तिलाई मन्त्री बनाउन पाउने यो व्यवस्थाको दुरुपयोग हुने जोखिम देखिन्छ। साथै प्रधानमन्त्री वा राष्ट्रपति पद जे भए पनि कार्यकारी पदमा आउने व्यक्ति प्रत्यक्ष निर्वाचित हुने र मन्त्री बाहिरबाट ल्याउँदा सरकार संसदप्रति उत्तरदायी नहुने जोखिम देखिन्छ। अहिलेकै अवस्था हेर्ने हो भने पनि प्रधानमन्त्री बालेन्द्र शाह नै संसदप्रति उत्तरदायी हुने कुरामा रुचि देखाउनु भएको छैन। रासोपाले परिकल्पना गरेको व्यवस्था अप्लाई गर्ने र बालेन जस्ता व्यक्ति कार्यकारी पदमा रहने हो भने संसद भन्ने जिनिसको कुनै औचित्य रहने छैन। रासोपाले चर्चामा ल्याएको अर्को विषय पनि छ, त्यो हो राष्ट्रिय सभालाई गैरदलीय बनाउने र उपराष्ट्रपति राष्ट्रिय सभाको अध्यक्ष बन्ने। भारतमा माथिल्लो सदनका रूपमा रहेको राज्यसभाको अध्यक्ष उपराष्ट्रपति हुने व्यवस्था छ। नेपालमा उपराष्ट्रपति पद कामविहीन बनेको भन्दै यस्तो मोडेलमा जानुपर्छ भन्ने चर्चा पछिल्ला केही वर्ष यता हुँदै आएको पनि छ। अब रासोपाले बहसमा ल्याएको प्रत्यक्ष निर्वाचित कार्यकारीदेखि प्रदेश सभा खारेजीका विषयले कस्तो समर्थन प्राप्त गर्छन् वा विरोधको सामना गर्छन्, त्यो भने हेर्न बाँकी छ। नमस्कार।